दर्शकबिन नमस्कार। आर्थिक समृद्धिको आधार यो हो कार्यक्रम अर्थ र रोजगार। कार्यक्रम अर्थ र रोजगारमा यहाँलाई स्वागत गर्न चाहन्छु। सदा चाहिँ कार्यक्रम अर्थ र रोजगारलाई प्रस्तुत गरेको छ जनसवाल राष्ट्रिय दैनिक र जनदबाव साप्ताहिकले र कार्यक्रममा हामी लिएर आउने गरेका छौं विभिन्न अर्थ र रोजगारसँग सम्बन्धित विषयवस्तुलाई। आज पनि हामी कार्यक्रम सुरु गर्दैछौं। प्रभु मनी ट्रान्सफर मार्फत विदेशबाट पठाएको पैसा राष्ट्रिय वाणिज्य बैंकका सबै शाखाबाट लिन सकिने भएको छ। प्रभु र वाणिज्य बैंक बीच सोमबार यस सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा प्रभुका नायक प्रबन्धक रामेश्वर सापकोटा र वाणिज्य बैंकका विभागीय प्रमुख कविराज अधिकारीले हस्ताक्षर गरे। सम्झौता अनुसार प्रभुले भित्र्याएको रेमिट्यान्स वाणिज्य बैंकका 140 शाखाबाट लिन सकिन्छ। प्रभुले मलेसिया, अमेरिका तथा खाडी मुलुक सहित नेपाली कार्य सबैजसो मुलुकबाट विभिन्न कम्पनीसँग मिलेर रेमिट्यान्स भित्र्याउँदै आएको छ। यसैगरी प्रभु समकै प्रभु फाइनान्स र वाणिज्य बैंक बीच पनि सम्झौता भएको छ। फाइनान्सको प्रमुख कार्यकारी अधिकारी अशोक शेरचन र बैंकका विभागीय प्रमुख अधिकारी बीच भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका विदेशबाट आएको रकम समेत प्रभुका 27 वटा शाखाबाट भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ। साताव्यापी मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार पत्रकार समाजको टोली बिहिबार स्वदेश फर्किएको छ। टोली आइतबार मलेसियाको क्वालालम्पुर लागेको थियो। टोलीमा समाजका अध्यक्ष मदन कुमार श्रेष्ठ, निरञ्जन ग्यावाली, मानसिंह तामाङ, हरि थापा, रामजी बगाले, उद्धव भट्टराई, रमेश पौडेल लगायतका पत्रकार छन्। भ्रमणका क्रममा मलेसियामा नेपाली कामदारको अवस्था, कामदार र दूतावास बीचको सम्बन्ध, थप रोजगारीको सम्भावनाका विषयमा व्यापक अन्तर्क्रिया र छलफलहरू भएका छन्। टोलीले मलेसियामा रहेको विभिन्न कम्पनीको अनुगमन गर्दै ती कम्पनीमा काम गर्ने नेपाली कामदारसँग अन्तर्क्रिया समेत गरेको थियो। यस्तै टोलीले मलेसिया स्थित नेपाली दूतावासका अधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुका साथै अन्तर्क्रिया पनि गरेको छ। पत्रकार समाजले मलेसियामा नेपालीहरूको रोजगारी चुनौती र सम्भावनाहरू विषयक अन्तर्क्रिया समेत आयोजना गर्यो, जहाँ बोले अधिकांशले रोजगारीलाई व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन कामदार नेपाल र मलेसियामा कार्यरत वैदेशिक रोजगार व्यवसायी एवं नेपाली दूतावासले आफ्नो भूमिका र जिम्मेवारीलाई पारदर्शी रूपले वहन गर्नुपर्ने धारणा राखे। साथै उनीहरूले मलेसियामा रहेका नेपाली दूतावासले कामदार हक हितमा कुनै काम नगरेको भन्दै दूतावास प्रति गुनासो समेत गरे। नेपाली दूतावासका श्रम सहचारी कमल किरण ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनाल, नेपाल मलेसिया वैदेशिक रोजगार समन्वयन समितिका अध्यक्ष हरि भट्टराई लगायतका मलेसियामा रहेका कामदारका प्रतिनिधि, व्यवसायी र स्थानीय सञ्चारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले मलेसियामा कामदारको अवस्था, दूतावासको भूमिका, नयाँ रोजगारीको सम्भावनाका विषयमा आफ्ना धारणा राखेका थिए। हिमालय बैंकले नयाँ आवास र सवारी साधन कर्जा योजना ल्याएको छ। नयाँ योजनाले ग्राहकलाई ब्याज दरको उतार चढावबाट मुक्त दिने बैंकले जनाएको छ। आवासका लागि कर्जा लिएको पहिलो 3 वर्षसम्म बैंकले निश्चित ब्याज दर हुनेछ। तेस्रो वर्षपछि मात्र बैंकले बजार अनुसार निर्धारण गरेको ब्याज दर लागू गर्ने बताएको छ। यसैगरी सवारी साधन कर्जाको हकमा पहिलो 2 वर्षको लागि यो व्यवस्था लागू हुनेछ। आवास कर्जाको अवधि 20 वर्ष र सवारी साधन कर्जा अवधि 8 वर्ष तोकिएको छ। खाडी मुलुकको श्रम ऐनभन्दा बाहिर रहेको औपचारिक क्षेत्र अर्थात घरेलु काम हाउसमेडमा नेपाली महिला दलाल मार्फत व्यक्तिगत श्रम स्वीकृतिमा जानुको विकल्प छैन। यसरी जाँदा कामदार स्वयंले जिम्मेवारी वहन गर्नुपर्ने भएकोले बढी जोखिमपूर्ण मानिन्छ। मेनपावर एजेन्सीलाई हाउसमेड पठाउने अधिकार नहुँदा कामदारलाई दलालमा भर पर्नुपर्ने बाध्यता छ। मेनपावरले घरेलु कामदार पठाए पनि संस्थागत नभइकन व्यक्तिगत स्वीकृतिमा पठाउने गरेको छ। यसको मान्यता दलालले पठाउने बराबरकै हुन्छ। हाउसमेड बढी संवेदनशील क्षेत्र हो। यो क्षेत्रमा महिलाले बढी समय काम गर्नुपर्ने, न्यूनतम पारिश्रमिक पाउनेदेखि शारीरिक तथा यौन शोषणमा पर्ने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 22,958 महिला विदेशीका थिए। यसमध्ये मेनपावरबाट 6,793 र एजेन्टबाट 16,165 थिए। व्यक्तिगत स्वीकृतिमा जाने भने अधिकांश खाडीमा हाउसमेड छन्। दलालबाट जाने कामदारको रेकर्ड नहुने भएकोले कारबाही गर्न सकिँदैन। मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार पत्रकार समाजको टोलीले मलेसियामा रहेको इन्टरनेशनल मलया एक्सप्रेस आइएमई को मुख्य कार्यालयको पनि भ्रमण गरेको छ। आइएमई मलेसियामा सबैभन्दा पहिले खोलिएको कार्यालय हो। मलेसिया भ्रमणको क्रममा अधिकांश कामदारको अन्तर्क्रियामा दूतावास भन्दा बढी आइएमईबाट नेपाली कामदारले सहुलियत पाइरहेको आइएमईलाई अभिभावक ठान्ने गरेको पाएपछि पत्रकारको टोलीले आइएमई को मुख्य कार्यालयको भ्रमण गरेको हो। उक्त अवसरमा आइएमई का मलेसिया प्रमुख पौडेलले नेपालमा पैसा पठाउँदा नेपाली कामदारहरूले तिर्नुपर्ने ट्याक्स सरकारले मिना गरिदिएमा
कामदारलाई अझै सहुलियत पुग्ने विचार व्यक्त गरे। हामीसँग थुप्रै सामग्रीहरू बाँकी नै छन्, तर त्यो भन्दा पहिले लिँदैछौँ एउटा छोटो ब्रेक। जैकपट 50 लाख को लास्ट लकी नंबर हो 2525। कति दुःख दिइरहेको, एकछिन नचले बस न। जसरी तपाईँ आफ्नाहरूका लागि सोच्नुहुन्छ त्यसरी नै हामी सोच्छौं तपाईका लागि। गेस्ट बैंक, पावर टु सक्सिड। खुसी पनि बढौला माया सबैलाई भन्दिनु, जब मेरो याद आए प्रभु मनीलाई सम्झिनु। भारतीय स्टेट बैंक एवं अन्य बैंकहरूबाट नेपालमा रुपैयाँ पठाउँदा प्रभु मनी ट्रान्सफर, नेपाल एसबीआई बैंक र प्रभु फाइनान्सका शाखा तथा एजेन्टहरू मार्फत तुरुन्त भुक्तानी लिन सकिनेछ। साथै प्रभु र एसबीआई को कुनै पनि शाखाहरू मार्फत नेपाल अधिराज्यभर रकम पठाउन पनि सकिनेछ। प्रभु मनी ट्रान्सफर। न्यू स्टाइल, genuine leather, quality, school and college shoes, official shoes, sky shoes. एडभान्स मनी ट्रान्सफर प्रणाली, 3rd फ्लोर चर्चिल कम्प्लेक्स, चाइनाटाउन, सुन्दारा, काठमाडौँ। हेर्नुहोस् त, हेर्दा एडभान्स मनी ट्रान्सफरबाट पैसा आगाथे। त्यसो त विदेशबाट आएको नेपालीको कमाइले उनीहरूसँगै कयौंलाई नेपाल भित्रै पनि रोजगारी दिनुभएको छ। विदेशमा पसिना बगाई नेपाल पैसा पठाउने प्रक्रिया थाहा नहुँदा भने कति नेपाली कामदारहरूको पैसा हुन्डी मार्फत पठाइदिने भन्दै दलालहरूले ठगिरहेका छन्। विदेशमा कमाएको पैसा नेपाल पठाइदिन्छु भने व्यक्तिहरूले सञ्चालन गरेको हुन्डी व्यवसाय पछिल्लो समयमा केही न्यूनीकरण भए पनि सोझा सिधा युवाहरू भने अझै यसको शिकार बन्ने क्रम रोकिएको छैन। त्यसो त कति गाउँका महिलाहरूलाई पनि पैसा पठाउने प्रक्रिया नै थाहा नभई पैसा पठाइदिए भन्दै आफ्नै मालिकले पनि ठगिरहेका उदाहरणहरू छन्। तेरो पैसा अहिले नेपालको एजेन्टमा मैले पैसा लगाइदिएको छु सुरक्षासँगले, त पढेको छिनस्, झार्छस् ओर्छस्, तेरो चिल्ड्रनले के खान्छ, त्यही भएर मैले सुरक्षासँगले नेपालको एजेन्टलाई पैसा लगाइदिएको छु ब्याङ्कमा, उहीँ गएर नेपाल तेरो अफिसमा गएर पैसा माग जा दिन्छ भनेर भने म त होला नि त भने आएँ। गाउँ गाउँमा पैसा पुर्याइदिने मनी ट्रान्सफरहरू बाक्लै खुले पनि हुन्डीबाट नेपाल पैसा आउने क्रम भने रोकिएको छैन। बैंकिङ च्यानल मार्फत पैसा पठाउनु पर्ने बारे सर्वसाधारणमा जनचेतना पर्याप्त जगाउन नसक्दा हुन्डी बन्द हुन नसकेको आइएमई का महाप्रबन्धक सुमन पोखरेल बताउनुहुन्छ। उहाँले कामदारहरू स्वयंले पनि जो पाए उसैलाई विश्वास गरी नेपाल पैसा पठाउन दिन नहुने बताउनुहुन्छ। तपाईले पैसा पठाउँदाखेरि सबैभन्दा पहिला चाहिँ त्यो कम्पनी कस्तो खालको कम्पनी हो, स्वीकृत प्राप्त कम्पनी हो कि हैन, त्यसको चाहिँ नेपालमा के छ, त्यहाँ चाहिँ त्यो सम्बन्धित देशमा चाहिँ त्यसको स्ट्याटस के छ, यो चाहिँ लिगल हो कि हैन, यो कुराहरू बुझ्नु पर्यो हैन। त्यसपछि उहाँले एभिडेन्स लिनु पर्यो, पैसा पठाइसकेपछि रसिदहरू लिनु पर्यो, ताकि भोलि मैले कहाँबाट पठाएँ, कहाँ पाउँछु त्यो सबै कुरा त्यसमा लेखेको हुन्छ र उहाँले त्यसमा क्लेम गर्न सक्नुहुन्छ। यो चिजहरुमा ध्यान दिनुभयो भने खासै समस्या नहोला। महाप्रबन्धक पोखरेलले मनी ट्रान्सफर कम्पनीहरूले तत्कालै गाउँ गाउँमा पैसा पठाइदिने सुविधा दिएको दावी गर्नु भएको छ। मुलुकभित्र ठूलो परिमाणमा विप्रेषण नेपाल भित्रिएता पनि हुन्डीकै कारण विदेशको कमाई कति कामदारका परिवारले अहिले पनि स्वदेशमा पाउन सकिरहेका छैनन्। विदेश प्रस्थान पूर्व दिइने अभिमुखीकरण तालिममा सुरक्षित तौरले नेपाल पैसा पठाउने विषयलाई विस्तृत रूपमा अझ पढाउन सके सबैको मेहनतको कमाई सुरक्षित नेपाल आउन सक्ने थियो कि यतापट्टि पनि सम्बन्धित निकायले ध्यान पुर्याउनु आवश्यक छ।
नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एवं सभासद माननीय एकनाथ ढकाल पुनर्गठित मन्त्री परिषदको सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त हुनुभएको छ। विगत 1 दशकदेखि राजनीतिक हुँदै गरिबी निवारणका सामाजिक कामहरू गर्दै आउनुभएका ढकालको जिम्मामा उक्त मन्त्रालय पुगेको हो। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले ढकालसँग गरेको कुराकानी र उनका भावी योजना प्रस्तुत गर्दैछौँ। सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले आफू पहिलो पटक मन्त्री भएको जनाउँदै आफ्नो कार्यकालमा विभिन्न नयाँ योजनाहरू ल्याउने बताउनुहुन्छ। यो जीवनमै पहिलो जिम्मेवारी भएको कारणले गर्दाखेरिमा म चाहिँ बडो जिम्मेवारीको महसुस गरिरहेको छु र यो सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्षेत्र पनि ठूलो भएको र जनअपेक्षा पनि बढी भएको कारणले गर्दाखेरिमा यसलाई मैले अवसर र चुनौती दुवै तरिकाबाट चाहिँ हेरेको छु। सहकारीको बारेमा अझ थप जनचेतना चाहिँ जगाउने र सहकारीको क्षेत्रलाई व्यापक बनाउँदै जुन अहिले जुन क्षेत्रमा सहकारीले चाहिँ काम गरेको छ त्यो भन्दा बाहेकका क्षेत्रमा पनि सहकारीले चाहिँ काम गर्ने वातावरण चाहिँ सिर्जना गर्ने लगायतका चाहिँ यस क्षेत्रलाई अझ सुव्यवस्थित बनाएर अगाडि बढाउनको लागि चाहिँ मन्त्रालयको चाहिँ सोच भइरहेको छ र त्यस्तै गरी हामीले यो वर्षलाई को सन्दर्भमा केही अन्तर्राष्ट्रिय स्तरकै कार्यक्रमहरू नेपालमा गर्ने, त्यस्तै गरी राष्ट्र ब्याङ्कको तर्फबाट सहकारीको चाहिँ सिक्काहरू सार्वजनिक गर्ने, त्यस्तै गरी सञ्चार मन्त्रालयको तर्फबाट चाहिँ जुन टिकट हुलाक टिकट चाहिँ सहकारीको चाहिँ लागि चाहिँ जारी गर्ने लगायतका चाहिँ कामहरू हामीले गरेर सहकारीको बारेमा र यसको यसले दिन सक्ने योगदानको बारेमा चाहिँ व्यापक किसिमको छलफल गर्ने कामको बारेमा चाहिँ हाम्रो मन्त्रालयको सोच भइरहेको छ। सहकारी क्षेत्रमा भएको ठगीलाई नियन्त्रण गर्ने जनाउँदै ढकालले गरिबी निवारणको लागि स्वदेशमै स्वरोजगारको सिर्जना गर्ने बताउनुहुन्छ। अवश्य पनि यत्रो ठूलो क्षेत्रमा अब केही विकृति विसङ्गतिहरू पनि हुन्छन् नचाहेर पनि तर हामीले बुझ्नुपर्ने कुरा अब एउटा सकारात्मक ढङ्गबाट हामीले हेर्नुपर्छ सहकारी क्षेत्रलाई र एउटा त अब यसलाई चाहिँ प्रोत्साहन गर्ने एउटा पाटो छ भने अर्को पाटो यसमा चाहिँ अनियमितता भएका कुराहरू छन् त्यसलाई पनि हामीले चाहिँ प्रभावकारी अनुगमन गरेर मन्त्रालयको तर्फबाट जुन एउटा कानुनको दायराभन्दा बाहिर रहेका त्यस्ता सहकारी संस्थाहरूलाई कानुनको दायराभित्र ल्याउने र आउन नमाने अथवा छलकपट गरेर चाहिँ हिँड्ने त्यस्ता किसिमका संस्थाहरूलाई चाहिँ आवश्यक कारबाही चाहिँ अगाडि बढाउने यो पनि मन्त्रालयले चाहिँ गर्नेछ। गरिबी निवारण गर्नको लागि हामीले रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ। अहिले हरेक दिन 1000 भन्दा बढी युवाहरू रोजगारीको खोजीमा विश्वका विभिन्न देशहरूमा गइरहेको हामीले देखेका छौँ र ती युवाहरूलाई नेपालमै आफ्नो आफ्नो जिल्लामा आफ्नो आफ्नो गाउँघरमा एउटा चाहिँ स्वरोजगारी सिर्जना गर्नको लागि मन्त्रालयको सोच भइरहेको छ। अवश्य पनि यसको लागि केही समय भने चाहिँ आवश्यकता पर्छ कि यो मन्त्रालयको एउटा महत्त्वपूर्ण पाठ भनेको चाहिँ गरिबी निवारण पनि भएको र भोलि गरिबी निवारण कोषलाई पनि वास्तवमा चाहिँ यो मन्त्रालयको मातहतमा ल्याएर सहकारीको माध्यमबाट गरिबी निवारण गर्ने कामलाई चाहिँ हामीले अगाडि बढाउनेछौँ। त्यसको लागि मेरो अहिलेको प्रारम्भिक सोच भनेको कमसेकममा हरेक जिल्लामा हामीले 500-700 देखि लिएर 1000 को हाराहारीमा प्रत्येक वर्ष स्वरोजगारी चाहिँ सिर्जना गर्न सक्यौं भने यसले अवश्य पनि हरेक वर्ष चाहिँ नेपालमा गरिबी निवारण गर्नको लागि चाहिँ मद्दत पुर्याउँछ भन्ने हाम्रो सोच छ। त्यसको लागि चाहिँ नीति तथा कार्यक्रमहरू तय गर्नुपर्ने आवश्यकता छ र हामी प्रारम्भिक अवस्थामा भएको कारणले गर्दाखेरिमा अवश्य पनि यस मन्त्रालयले अब नीति तथा कार्यक्रम बनाउने क्रममा चाहिँ नेपालको चाहिँ गरिबी निवारण गर्नको लागि एउटा चाहिँ सही ढङ्गबाट एडजस्ट गर्ने काम चाहिँ यो मन्त्रालयले गर्नेछ। सहकारीका माध्यमबाट देशको विकासमा ठूलो टेवा पुग्ने दाबी गर्नुहुन्छ मन्त्री ढकाल। यो दुईटा क्षेत्र वास्तवमा एक आपसमा बडो अन्तर सम्बन्धित छ र नेपालको सन्दर्भमा बहुमत जनसङ्ख्या श्रमजीवी किसान र गरिबीको रेखाभन्दा तल नै पर्ने भएको कारणले गर्दाखेरिमा पनि गरिबी निवारण चाहिँ सहकारी मार्फत गर्ने चाहिँ हाम्रो चाहिँ सोच रहेको छ र यसको लागि अब हामीले दार्जिलिङ निकायहरूसँग पनि छलफल गर्छौं र अन्तर मन्त्रालयगत पनि हाम्रो छलफल हुन्छ। यसै छलफलबाट हामीले चाहिँ एउटा ठोस निष्कर्षमा पुर्याएर एउटा विधिगत ढङ्गबाट मन्त्रालयलाई जुन कार्यविधि मन्त्री परिषदले पनि दिएको हुन्छ यसको चाहिँ मातहतमा रहेर हामीले वास्तवमा चाहिँ अब फेरि यो सहकारीको माध्यमबाट देशको विकास गर्ने क्रममा अन्य क्षेत्रलाई चाहिँ हामीले छायामा पार्ने होइन
देशको जुन चाहिँ अर्थनीति छ 3 खम्बे अर्थनीति प्राइभेट सेक्टरलाई पनि एकदम बढावा दिने अनि पब्लिक सेक्टरको पनि त्यहाँनिर प्रभावकारी किसिमको चाहिँ शेयर हुने र त्यस्तै गरी कोअपरेटिभ सेक्टरको पनि चाहिँ लाई पनि विकास गराउने यसै तीनटै खम्बालाई मजबुत बनाउने चाहिँ सरकारको नीति रहेको कारणले गर्दाखेरिमा यो तीनटा क्षेत्रभित्र सन्तुलन अनि यो तीनटा क्षेत्र बीचको चाहिँ एउटा चाहिँ समन्वयन गरेर चाहिँ यो मन्त्रालय चाहिँ अगाडि बढ्छ। दर्शकबिन फेरि पनि लिँदैछौँ एउटा अर्को छोटो ब्रेक। Life is beautiful. Share happiness. Live in peace. Discover dreams. Make life more beautiful. Introducing Civil Homes Phase 4 at Dhapak Hill, Lalitpur. The new city within the city, where you can experience everything. New style, genuine leather, quality, school and college shoes, official shoes, Sky Shoes. त्यो एक वचनले शान्तिको सन्देश फुकेको छ, त्यो पाइलाले शिखर चुमेको छ, त्यो स्वरले देश गुन्जिएको छ, त्यो एकताले इतिहास रचेको छ। अब नयाँ नेपालको सृजना गर्नु छ, जहाँ माछापुच्छ्रे ब्याङ्कले समृद्ध नेपालको परिकल्पना गर्दैछ। माछापुच्छ्रे ब्याङ्क, सर्भिस विथ अ पर्सनल टच। एडभान्स मनी ट्रान्सफर प्रणाली, 3rd फ्लोर चर्चिल कम्प्लेक्स, चाइनाटाउन, सुन्धारा, काठमाडौँ। ल हेर्नुहोस् त, हेर्दा एडभान्स मनी ट्रान्सफरबाट पैसा गाठे। हाल नेपालमा थुप्रै रेमिट्यान्स कम्पनीहरू सञ्चालनमा आइसकेका छन्। सबै रेमिट्यान्सको उद्देश्य भनेको विदेशमा रहेका नेपालीहरूले कमाएर पठाएको रकम स्वदेशमा भित्राउने नै रहेको छ। विगत लामो समयदेखि रेमिट्यान्स कम्पनीहरूको माझमा अग्रणी भूमिका खेल्दै आइरहेको छ प्रभु मनी ट्रान्सफर लिमिटेड। दर्शकवृन्द, आज हामीसँग प्रभु मनी ट्रान्सफरका बजार व्यवस्थापक मुनाल कार्की हुनुहुन्छ। उहाँसँग गरेको कुराकानी अबको प्रस्तुतिमा। प्रभु मनी ट्रान्सफरका व्यवस्थापक मुनाल कार्कीले नेपालमा सञ्चालनमा आएका सबै रेमिट्यान्सको स्थिति राम्रो भएको जानकारी दिँदै प्रभु मनी ट्रान्सफरको बजार स्थिति तेस्रो स्थानमा रहेको बताउनुभयो। यो वर्ष प्राय सबैको रेमिटेन्स कारोबार गर्ने जति पनि हुनुहुन्छ एउटा राम्रै आशा देखायो यो वर्ष। अहिले पनि हामी अब नेपालको रेमिटेन्समा भनौँ न लगभग 56-57वटा प्राइभेट रजिस्टर्ड सेन्ट्रल ब्याङ्कमा हेर्ने हो भने त्यो बाहेक चाहिँ तपाईँको एडिसनली अब ब्याङ्कहरू पनि डाइरेक्ट रेमिटेन्स व्यवसाय गर्दै आइरहेका छन्। अब त्यसमा प्रभुको अहिलेसम्म मार्केट पोजिसन हेर्दाखेरि हामी टप 3 भित्र छौँ अझै पनि स्टिल। मुनाल कार्कीले प्रभु मनी ट्रान्सफरका सेवाग्राहीको विश्वासलाई अझै बढाउँदै जाने बताउँदै रेमिट्यान्स व्यवसाय मर्यादित र व्यवस्थित गर्न राष्ट्र ब्याङ्कको पहलको जरुरी भएको जानकारी दिनुभयो। यहाँ नयाँ मुलुकहरूमा विस्तार गर्ने भएकोलाई पनि अलिकति राम्रोसँग सपोर्ट गर्दै कस्टमरहरूको ट्रस्टहरूलाई ट्रस्टहरूलाई चाहिँ भनौँ जित्दै थप नयाँ कोरिडोरहरू खोज्दै यो व्यापारलाई चाहिँ अब विस्तार गर्दै जाने नै हो। किन भन्दाखेरि हामी अल्टिमेटली हाम्रो चाहिँ तपाईँको रेमिटेन्स सम्बन्धी नै हामी काम गर्ने भएको कारणले छेडिङ नभइकन हामीले दीर्घकालीन पछिसम्म नै यही व्यवसायलाई चाहिँ अगाडि बढाउँदै लाने सोच छ। पहिलाको भन्दा त धेरै चिजहरू सुधार हुँदै गइरहेछ। तीमाथि राष्ट्र ब्याङ्कले पनि धेरै नीति नियमहरूलाई चाहिँ अहिले ल्याएर नीति नियममा चाहिँ बाँधेर लिएर गएको छ र तपाईँको जुन पहल भनेको चाहिँ अब हामी बिचमा अलिकति तपाईँको चाहिँ एउटा मिसअन्डरस्ट्यान्डिङ तरिकाले एउटा भनौँ नयाँ प्लेयरहरू आउँछन् मार्केटमा। नयाँ प्लेयर आइसकेपछि कसरी व्यवसाय गर्न भन्दा पनि कसरी चाहिँ रेट बढी फ्यालेर चाहे घाटामा होस् कसरी रेट बढी फ्यालेर चाहिँ अब व्यापार ल्याउने भनेर सोच नै त्यो बनाएर गएको हुन्छन्। त्यसले गर्दाखेरि त्यो सोचले गर्दाखेरि अलिकति हामीलाई चाहिँ प्रब्लम छ। यो चिजहरूलाई चाहिँ अब व्यवस्थित रूपमा जुन चाहिँ भनौँ सरकारी च्यानलको थ्रुबाट चाहिँ राष्ट्र ब्याङ्क भनौँ नेपालभित्रै डलर भित्राउने कम्पनीहरूलाई चाहिँ के हदसम्म एउटा मोनिटरिङ गर्ने
एउटा रेड कोटहरू जुन गरिरहेको हुन्छ बाहिर त्यो मोनिटरिङ गर्ने अनि विभिन्न नीति निर्देशनहरू दिने र यहाँ एउटा समस्या के छ भन्दाखेरि 6-7 महिनासम्म एउटा केही नीति नियमहरू बनाउँदै गइरहेको हुन्छ अनि त्यो मान्छे चेन्ज भइसकेपछि नीति नियम पनि चेन्ज हुँदै जानेछ। यसले गर्दाखेरि अलिकति काम गर्नलाई अप्ठ्यारो पनि हुन्छ। अब यो चिजहरू चाहिँ सबै राष्ट्र ब्याङ्कले हल गर्दैछ भन्छौँ हामी। विदेशमा रहेका नेपालीहरूको रकम सुलभ र सरल तरिकाले स्वदेशमा भित्र्याउने आफ्नो योजना भएको बताउनुहुन्छ कार्की। नेपाली पुगेको ठाउँ हरेक ठाउँमा पुगौँ भन्ने हाम्रो आशा लक्ष्य पनि त्यही हो, जसले गर्दाखेरि चाहिँ सुलभ तरिकाले रकम हामी उहाँ विदेशमा बस्नुभएको नेपाली दाजुभाइ दिदीबहिनीले कमाएको रकमहरूलाई चाहिँ हामी नेपाल भित्राउन सकौँ भन्ने हो हाम्रो मुख्य योजना। अब हाम्रो प्रत्यक्ष रूपमा चाहिँ अब हामी गल्फ कन्ट्रीहरूमा प्रत्यक्ष रूपमै छौँ। त्यस्तै अब मलेसियामा युएसमा हामीसँग 2टा एडिसनली कम्पनीहरू छ, प्रबल मनी ट्रान्सफर एसटी एन्ड बिएसडी मलेसियामा, जसको चाहिँ आफ्नै शाखाको थ्रुबाट चाहिँ मलेसियाबाट नेपाल बाहेक त्यो कम्पनीले चाहिँ अरू विश्वको अरू देशहरूमा पनि काम गरिरहेको छ। त्यस्तै युएस बेस्ड कम्पनी छ प्रबल ग्रुप आइएनसी भनेर न्युयोर्कमा, र संयुक्त राज्य अमेरिकाको अरू स्टेटहरूमा पनि बिस्तारै हामी शाखा खोल्दै अथवा अरूसँग सहकार्य गर्दै यो रेमिटेन्स चाहिँ भित्राउने योजनामा छौँ। र त्यो बाहेक अब गल्फ मुख्य हाम्रो अब मार्केट भनेको गल्फ र मलेसिया मार्केट हो नेपालको रेमिटेन्समा, जहाँ चाहिँ धेरै जस्तो नेपाली दाजुभाइहरू जानुभएको छ। अब त्यो बाहेक युरोपहरूदेखि लिएर भनौँ हाम्रो योजना भनेको चाहिँ प्रायः हामी अब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चाहिँ सबै ठाउँमा पुग्ने योजना छ। र अब अप्रत्यक्ष रूपमा भन्न खोजेको चाहिँ मैले कस्तो भने अरू कम्पनीहरू अरू इन्टरनेसनल कम्पनीहरूसँग जस्तै मनीग्राम भयो, इन्स्टेन्ट क्यास, एक्सप्रेस मनीहरूसँगको सहकार्यमा चाहिँ अरू कन्ट्रीहरूमा जाने योजना। नेपालीहरूले वैदेशिक रोजगारमा जाँदा चर्को ब्याज लिने गरेको बताउँदै कार्कीले सरकारले नीति र नियम बनाए मात्र वैदेशिक रोजगारमा गएका नेपाली कामदारले पठाएको रकम सदुपयोग हुने दावी गर्नुहुन्छ। नेपालीहरू विदेश जानु पर्दाखेरि आफूसँग आफ्नो लागत भन्दा पनि कतै ब्याङ्कहरूबाट लोन लिएर हुन्छ या कतै साहुबाट चाहिँ अलिकति चर्को मूल्यमा ब्याज लिएर विदेश जानेहरू पाइएको छ। अब यसले गर्दाखेरि तपाईँको उहाँहरूले भनौँ न कमाउनु भएको पैसाहरू प्राय पहिलो 2 वर्ष त यो ब्याज दिँदैखेरि उहाँहरूको चाहिँ सिद्धिन्छ भनौँ न। अब त्यो बाहेक चाहिँ तपाईँको के छ भन्दाखेरि जुन रूपमा उहाँहरू जानुभएको छ बाहिर जानुभएको उहाँहरूलाई चाहिँ एउटा यसो भनौँ तपाईँको टार्गेट गरेर गभर्मेन्टले एउटा पोलिसीहरू जस्तै भनौँ अब फरेनमा जाने फरेन ल्यान्डमा जानेहरू जति पनि हुनुहुन्छ उहाँलाई एउटा सर्टेन पर्सेन्टेजको सेयर दिएर चाहिँ उहाँहरूबाट कलेक्ट गरेको फन्डहरू विभिन्न परियोजनाहरूमा लगानी गरेर चाहिँ उहाँहरूलाई रिटर्न दिन सकिन्छ। त्यो भयो भने देश विकास पनि भयो, उहाँहरूको पैसा सुरक्षित पनि भयो, प्लस एडिसनली उहाँहरूलाई बेनिफिट चाहिँ के भन्दाखेरि उहाँले सर्टेन त्यो पैसा चाहिँ अनावश्यक अनप्रोडक्टिभिटीमा चाहिँ इन्भेस्ट गर्नुको साथमा चाहिँ के हुने भयो त भन्दाखेरि प्रोडक्टिभिटीमा इन्भेस्ट गर्ने भयो। यो खालको एउटा प्लान पोलिसी चाहिँ गभर्मेन्टले बनाउनुपर्छ जस्तो लाग्छ कि। जस्तै अब भनौँ जान्छन् रेमिटेन्समा एउटा साइन गरेर तिमीलाई चाहिँ न्यूनतम 20,000 30,000 चाहिँ 30,000 अथवा 50,000 बराबरको चाहिँ एउटा एक सेयर बराबर 50,000 चाहिँ तिमीले लिइदिनुपर्छ। यो चाहिँ किन त भन्दाखेरि एकमुष्ट रूपमा सङ्कलन गरेकोहरू विभिन्न परियोजनाहरूमा हामी इन्भेस्ट गर्छौँ। इन्भेस्ट गरिसकेपछि के हुने भयो त कन्ट्रीलाई पनि रिटर्न बेनिफिट हुने भयो, उनीहरूलाई पनि बेनिफिट हुने भयो। कार्कीले राज्यले यस व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताउँदै विगत लामो समयदेखि सेवाग्राहीलाई छिटो र सरल तरिकाले रकम उपलब्ध गराइरहेको दावी गर्नुहुन्छ। सबैको आफ्नो क्षेत्रमा आफ्नै हिसाबले टेवा त दिइरहेछन्, चाहे अब रेमिटेन्स होस्, कृषि होस् या पर्यटन होस्, सबैले आफ्नो क्षेत्रबाट योगदान देशलाई दिएकै छन् होइन। त्यहीमाथि अब अलिकति फ्लो चाहिँ तपाईँको रेमिटेन्स बढी भएको कारणले गर्दाखेरि यो चाहिँ तपाईँको भनौँ न अहिलेसम्मको स्थिति हेर्दाखेरि राम्रै छ। र हाम्रो आशा भनेको चाहिँ राज्यलाई अब यसलाई चाहिँ अलिकति मर्यादित रूपमा बनाउनु पर्यो। एउटा भनौँ सबैलाई मर्यादित रूपमा चाहिँ बनाउँदाखेरि के हुने भयो भन्दाखेरि तपाईँको एउटा फेयर कम्पिटिसनमा सबैजना गयो भने बढी चाहिँ रेमिटेन्स हामी भित्राउन सक्थ्यौँ कि भन्ने आशा छ होइन। इलिगल जुन हुन्डी हामी भन्छौँ होइन त्यसलाई अलिकति ब्रेक गर्न सकिन्छ कि भन्ने आशा छ। त्यस कारणले एउटा सही नीति नियम हामीसँग जो चाहिँ प्रत्यक्ष रूपमा रेमिटेन्स कारोबार गरेर बसिरहेछौँ उहाँहरूसँग बसेर परेका अप्ठ्यारोहरू कस्ता छन् ती सबै चिजहरूलाई समेटेर चाहिँ सबैलाई समेट्ने खालको नीति नियम बनाइदिए राम्रो। र यसलाई चाहिँ एउटा भनौँ न प्रपर मोनिटरिङ चाहिँ चाहिन्छ, किन भन्दाखेरि यो व्यवसायलाई दीर्घकालीन रूपमा लिएर जानको लागि एउटा उचित रूपमा लिएर जानको लागि चाहिँ एउटा प्रपर मोनिटरिङ गभर्मेन्टबाट चाहिन्छ। सजिलो रूपमै प्राप्त गर्न सकिन्छ, किन भन्दाखेरि कुनै पनि विदेशमा कुनै पनि एउटा नेपाली दाजुभाइ दिदीबहिनीले हालेको 2 मिनटभित्रमा हामी यहाँ कुनै पनि काउन्टरबाट चाहिँ रकम उपलब्ध गराउन सक्छौँ।
अब यो रकम उपलब्ध गराउने प्रोसेसमा चाहिँ हाम्रो आफ्नै सफ्टवेयर छ होइन। त्यो सफ्टवेयर चाहिँ तपाईँको एउटा सेक्योर सफ्टवेयर छ। सेक्योर सफ्टवेयर भएको कारणले गर्दाखेरि तुरन्त उताबाट हालेको चिजहरू हामीले तुरन्त नोटिफाई हुन्छ। हामीलाई तुरन्त नोटिफाई भनेपछि कस्टमरले कुनै पनि हाम्रो प्रभु मनी ट्रान्सफरको नेपाल अधिराज्यभरि भएका प्रभु मनी ट्रान्सफरको कुनै पनि ठाउँमा गएर चाहिँ रकम तुरन्त भुक्तानी लिन सक्नुहुन्छ। प्रभु मनी ट्रान्सफरले सेवाग्राहीको माया विश्वास पाइराख्ने आशा राखेको बताउनुहुन्छ प्रभु मनी ट्रान्सफरका बजार व्यवस्थापक मुनाल कार्की। सहज रूपमा चाहिँ अब रेमिटेन्स हामीले यहाँलाई जस्तो पनि परिस्थितिमा रकमहरू उपलब्ध गराउन सक्यौँ भने त्यो नै हाम्रो लागि ठुलो कुरा हुन्छ र हामीले नदिन नरात भनेर पनि अहिलेसम्म हामीले काम गरिरहेछौँ। त्यही अनुसार चाहिँ प्रत्येक नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहिँ घरको छेउछाउमै हामीले चाहिँ एजेन्सी खोलेर चाहिँ रकम भुक्तानी गरिरहेछौँ र अहिलेसम्म भनौँ हामी लगभग 10 वर्ष जस्तो हाराहारीमा हामी यो फिल्डमा छौँ। उहाँहरूको जुन माया सद्भाव हामीलाई अहिलेसम्म देखाइराख्नु भएको छ र निकट भविष्यमा पनि उहाँहरूको यो सद्भाव माया चाहिँ पाइराख्छौँ भन्ने आशा गर्छौँ। यिनै विभिन्न सामग्रीहरू तपाईहरु समक्ष देखाउँदै म भने बिदा हुने बेला भइसकेको छ। अर्को हप्ता फेरि हामी आउने नै छौँ। तबसम्मका लागि हाम्रो सम्पूर्ण अर्थ र रोजगारको टिमलाई बिदा दिनुहोला र तपाईहरुलाई हाम्रो कार्यक्रमप्रति कुनै पनि सल्लाह र सुझाव लेखेर पठाउनु परेमा लेखेर पठाउन सक्नुहुन्छ artharrozgar@gmail.com मा। तपाईहरुलाई मनमा लागेको अथवा चित्त नबुझेको कुराहरू लेखेर पठाउन सक्नुहुनेछ। यति भन्दै म भने बिदा हुन चाहन्छु। नमस्कार।